नमस्कार। म आज भर्खरै संशोधन भएको सहकारी ऐनमा भएका मुख्य 7वटा व्यवस्थाहरूको बारेमा तपाईहरु सामुन्ने राख्न गइरहेको छु। पहिलो संशोधन भएको व्यवस्था चाहिँ अब सहकारी ऐन बमोजिम कुनै पनि एउटा व्यक्ति कुनै पनि सहकारीको 1-2 कार्यकालसम्म मात्र सञ्चालक भएर रहन पाउनेछ। 2 कार्यकाल भन्दा बढी कुनै पनि व्यक्ति सहकारीको सञ्चालक हुन पाउने छैन। दोस्रोमा सहकारीले आफ्नो प्राथमिक पुँजीको 15% भन्दा बढी चाहिँ ऋण लगानी गर्न पाउने छैन। तेस्रोमा कुनै एउटा स्थानीय तहमा सञ्चालन भएको सहकारीले एकजना व्यक्तिबाट 10 लाख रुपैयाँ मात्र डिपोजिट लिन पाउनेछ र एक भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएको सहकारीले 25 लाखसम्म र एउटाबाट अर्को प्रदेश अर्थात् 2वटा प्रदेशमा एउटा भन्दा बढी प्रदेशमा चाहिँ कार्यक्षेत्र रहेको सहकारी संस्थाले चाहिँ एकजना व्यक्तिबाट 50 लाखसम्म मात्रै डिपोजिट लिन पाउनेछ। चौथोमा एउटा सहकारी प्राधिकरणको स्थापना गर्ने कुरा ऐनमा उल्लेख गरिएको छ र प्राधिकरणले सिफारिस गरेपछि मात्रै त्यो कुनै पनि सहकारी संस्था चाहिँ समस्याग्रस्त घोषणा हुनेछ अथवा मन्त्रालयबाट समस्याग्रस्त घोषणा हुनेमा त्यसको लागि प्राधिकरणले चाहिँ पहिला समस्याग्रस्त हुने सहकारीलाई सिफारिस गर्नुपर्नेछ। मा 5 लाखसम्मको रकमलाई चाहिँ प्राथमिकताका साथ पहिला फिर्ता गर्नुपर्नेछ। जस्तो कुनै सहकारी चाहिँ समस्यामा पर्यो भने 5 लाखसम्म जम्मा गरेका डिपोजिटर्सले चाहिँ पहिला रकम फिर्ता पाउनुहुनेछ। छठौँमा कुनै संस्थापकहरू चाहिँ फरार भएर संस्था बन्द रहेको अथवा संस्था चल्न नसक्ने स्थिति छ भने त्यो संस्थाका 15% शेयरधनी सदस्यहरूले चाहिँ अर्को सञ्चालक समिति निर्माण गरेर संस्था चाहिँ सञ्चालन गर्न सक्नुहुनेछ। र 7औं नम्बरमा चाहिँ अहिलेसम्म जुन जल्दोबल्दो समस्या छ सहकारीहरूको चाहिँ डिपोजिट फिर्ता गर्न नसकिरहेको अवस्थामा विभिन्न मुद्दाहरू चलिरहेका छन्। त्यस्ता सहकारी ठगीका मुद्दाहरूमा चाहिँ मिलापत्र गर्न पाइने गरीको व्यवस्था राखेर सहकारी ऐनमा चाहिँ नयाँ संशोधनहरू आएका छन्।